2081 सालमा सुतेको 2082 सालमा अनि नागो आइपुगेछ। तपाईँलाई म यहाँ एउटा चिज देखाउँछु। एउटा चिज खतरा चिज हेर्ने हो। हेर बड्डा हो देखाइदेऊ कहिले देखाइदेऊ तिमीहरूले। डेन्जर चिज हो यो अहिले कोही पनि छैन। मात्र यो जापानको ओकिनावा नागोमा मात्र पाउँछ। तर यसले मलाई हिजो झस्कायो। हिजो म बाइकिङ गर्ने भनेर त्यो साइड त्यहाँनिर हात धोएर बसिरहेको थिएँ। सर हेरेको यो मलाई साथ ठुटो जस्तो लाग्यो मलाई। तर यसो हेर्दै जाँदा यो पक्कै डाइनोसर जस्तो देखिन्छ। यो ठुटो नै हुनुपर्छ भन्ने लाग्यो। तर बिहान हो साँच्चै डाइनोसर रहेछ। धन्न यसले मलाई खाइदिएन। एकजना कुमारी हुनुहुन्छ यहाँ। यस्तो कुमारी हुनुहुन्छ कि जो कुमार खोजिरहनु भएको थियो म आइसक्यो। हाम्रो कुमारी चाहिँ यो हो हाम्रो कुमारी। हेर्नुहोस् कुमारी यसलाई भन्छ घिउ कुमारी। उहाँले अहिलेसम्म कुमार खोजिरहनु भएको थियो। अहिले आइसक्नुभयो। ल आजको भ्लग हाम्रो यहीँबाट सुरु हुन्छ। मेरो फर्स्ट भ्लग हो यो खासमा। फर्स्ट भ्लगमा सबैलाई स्वागत गर्दै आजको भ्लग मैले बिहानको एकदम मजाको काममा यसो मजाले उठेर फ्रेस भएर टक्क भ्लग स्टार्ट गरिरहेको छु। तपाईँलाई मैले यहाँ अब जापानको जङ्गल त देखाएँ। जङ्गलै जङ्गल छ। यता नि जङ्गल उता नि जङ्गल पारि नि जङ्गल पहाड छ। बस यो चाहिँ जापानको सल्लाह। नेपालमा पनि पाउँछ सल्लाह, यहाँ पनि छ सल्लाह। धेरै नगर हल्ला। ल अब यहाँनिर चाहिँ जाइयामा छेरा जापानको केरा। यता र हामी बसेको घर हिजो हामी स्टे लाइक आवर स्टे होम। यहाँ त अचम्मको कुरा पनि छ। म त दङ्ग भएँ। यो रुख चाहिँ काफल। अब जिन्दगीमा भइन्छ कि सफल। अब के देखाउनु यस्तो छ सिन यस्तो छ रमाइलो छ। अब एकछिनपछि हामी चाहिँ घुम्न जान्छौँ। समुद्रको माछा अनि समुद्र साइडदेखि लिएर सबै नागो एरिया भन्ने हिसाबले हामी निस्किन्छौँ एकछिनमा। क्लिक भयो कि नै भयो। ल अब हाम्रो यहाँबाट यात्रा सुरु हुन्छ। सबै रेडी भइसक्यो गाडीहरू रे है एकदम रेडी अवस्थामा हाम्रो गाडी पनि सामान प्याक भइसक्यो। अब टक्क हिँड्दैछौँ हामी चुरामी हिँड्दैछौँ। यसो डल्फिन सल्फिन हेर्न पाइन्छ कि ठुल्ठुलो। गाडी ल अब हाम्रो यात्रा सुरु हुन्छ। अब हामी लाग्यौँ। अब हामी बाटोमा हेर्दैछौँ। अब डेस्टिनेसन पुगेपछि खबर गरौँ न। पार्क गरियो लाग्यो गन्तव्यतिर। हाम्रो गन्तव्य अलि टाढै छ हैन। अब
गन्तव्यतिर लाग्नु पर्ने हुन्छ। तिमी यता नआउँदैछ। यो माछा सही रहेछ नि, दामी रहेछ। यही माछापट्टि गएर कस्तो देखियो मान्छे त यस्तो भिड छ। कान्छीको हात हाल्यो किन माछाको पुच्चा यहाँ चाहिँ टाउको उठ्यो भनेपछि यहाँबाट फाट उता निस्केको भयो।お待たせいたしました。奥ちゃん劇場イルカショーのスタートです。バンドイルカ生よ5人。まずプール右手側からフラフープ運びに挑戦いたします。バンドイルカ生よあや、そしてプール左手側シワハイルカ生よさくら、2頭とも噴先を使って器用にトレーナーの元まで持っています。かや見事大赤いボックスを使った種目に挑戦いたします。おきごんの名前をゴンちゃん、胸びれを使って器用にトレーナーの元までボックスを運んでくれています。ゴンちゃんは体長4メートル30センチ、体重はなんと600キロを超えるこのおきちゃん劇場で一番大きなメンバー。見事ボックス、皆様最後までごゆっくりとお楽しみください。
पानी चिल्ला गरेर हामी अहिले नागो सिटीमा छौँ। हामी नागो यहाँबाट नागो हेर्ने भनेर आएको। यसो नागोको माथि पहाडतिर सिटी अब कस्तो देखिन्छ एकताले यो हेरेर जाऊँ न। बाटैमा पर्दो रहेछ यसो छिर्दिएको। यहाँ चाहिँ यसो बस्ने रहेछ, रमाइलो लिँदो रहेछ। जस्तो चिसो हावा जस्तो हावा तेज रमाइलो हेट मार्यो नि मार्यो मलाई मार्यो। अझै माथि छ एक तल, के माथि जाउँ हामी। ओ माई गॉड, यो सहर यहाँ सहर पहाड सबै सल्लाह। यहाँको फोटो खिच्ने कार्यक्रम चाहिँ अब सकिएको अवस्था छ। अब हामी आफ्नो गन्तव्यतिर लाग्छौँ। हाम्रो गन्तव्य भनेको अब घरतिर हो खासमा। अब तिमीहरू चाहिँ कतातिर हो? हामी चाहिँ घरतिर। चलेको ल, बाई बाई। Wow.
Wow.